साथीहरू, यो सुन्दर सन्देशलाई हेर्नुहोस् जुन आज हामीसँग छ, जुन हो अय्युब अध्याय 5 को 17 पद। एउटा ज्ञानवर्धक कुरा जुन अहिले तपाईँलाई नराम्रो लाग्न सक्छ, तर अन्ततः यो राम्रो हुनेछ। परमेश्वरले कहिलेकाहीँ हामीलाई दण्ड दिनुपर्ने भएकोले उहाँले हामीलाई भोक र तिर्खा लाग्न दिनुहुन्छ, साथै ठुला सङ्कटहरू, ताकि हामीले महसुस गरौँ कि शैतान साँच्चीकै दुष्ट छ र हामीलाई नष्ट गर्न चाहन्छ, ताकि हामी परमेश्वरमा फर्किन सकौँ। मानिसहरूले भन्ने गर्छन्, मैले प्रेमबाट होइन तर पीडाबाट सिकेको छु। त्यसैले म परमेश्वरलाई प्रार्थना गर्छु, जब मैले बाटो बिराउँछु उहाँले मलाई चेतावनी दिनुहुन्छ, किनभने म पीडा मार्फत सिक्न चाहन्नथेँ। अझै पढौँ, त्यो मानिस धन्यको होस् जसलाई परमेश्वरले चेताउनुहुन्छ। तपाईँ खुसी व्यक्ति हुन्छ यदि परमेश्वरले सच्याउनुहुन्छ भने, किनकि तपाईँ त्यसको योग्य हुनुहुन्छ। यसकारण सर्वशक्तिमानको अनुशासनलाई इन्कार नगर। प्रभु जान्नुहुन्छ के गर्दै हुनुहुन्छ भनेर, र हामी यसलाई स्वीकार गरौँ र प्रभुलाई धन्यवाद दिउँ, प्रभुलाई महिमा होस् भनेर। के हामी प्रार्थना गरौँ? हे परमप्रभु परमेश्वर, हाम्रो शरीरलाई दण्डित हुन मन पर्दैन, यसले यसको विरुद्धमा विद्रोह गर्छ। तर प्रभु, आगो र गन्धक कुण्डमा अनन्त श्राप भोग्दै बरालिरहनुको सट्टा अहिले नै सच्याउनु हाम्रो लागि राम्रो हुन सक्छ। तपाईँलाई पुकार्न सहायता गर्नुहोस् प्रभु, र तपाईँको तुलना गर्न नसकिने प्रेम दिनुहोस्, ताकि हामी यो दुष्टको चाललाई हामीले बुझ्न सकौँ, जुन एकदम नराम्रो छ र विनाशकारी छ। धन्यवाद, धन्यवाद येशूको नाउँमा।